10मीको दिनमा 9 मिनेटपछि त्यो बच्चा त्यतै छोडेर अनि फेरि फर्किनु भएको छ। सीसीटीभी क्यामेरा फुटेजहरू हेरेछौँ। बच्चा अब हाम्रो वडा सदस्यको घरमा चाहिँ मजाले बसिराख्नु भएको छ। मलाई दिनु नपाल्छु, म आफ्नो छोरी बनाउँछु, फोन हामी लिएर आइसकेछ। त्यो बच्चाको हक हितको लागि, उसको आमा बुवाको लागि प्रयत्न हाम्रो छ। त्यो बच्चाको लागि हामी सबैजना अगाडि बढौँ। हिन्दू नेपालीहरूको महान चाड बडा दशैं टीकाको दिन करिब रातको 11 बजे जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 7 स्थित जितपुरको मगरटोलमा भेटिएकी सानै नानीको विषय अहिले चर्चामा छ। एक सानो नानीलाई सुटुक्क कसैले छोडेर गएको अवस्थामा फेला परेकी हुन्। सानी नानी रोएको सुनेपछि स्थानीयले चासो देखाएर तत्काल सम्बन्धित स्थानमा खबर गरेपछि उद्धारका लागि प्रहरी प्रशासन 7 नम्बर वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित संरक्षणका लागि उक्त स्थानमा पुगेका थिए। नानी कसले र कसरी ल्यायो भने यकिन नभएपछि सानी नानी भएकाले राख्न असहज भएको थियो। सबैको समन्वयमा तत्कालका लागि वडा सदस्य सीता उप्रेतीले संरक्षण दिने निर्णय गरिन्। सानी बच्ची कसरी के गरी ल्याइयो र कसले ल्याएर छाडेर गयो भन्ने अहिलेसम्म पत्तो लागेको छैन। जिल्ला प्रशासन, प्रहरी, जितपुर सिमरा उपमहानगर 7 नम्बर वडा परिवार, मानव अधिकार कर्मी सबैले बच्चाको परिवार खोजी कार्यमा सहयोग पुर्याउन आग्रह गरिरहेका छन्। दर्शकबिन, हामी यति बेला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 7 वडा कार्यालय आएका छौँ र यहाँ वडा अध्यक्ष सुनिल कुमार गुप्ताजी हुनुहुन्छ। वडा नम्बर 7 वडा कार्यालय माधवमा पर्ने वडा भित्र भेटिएको बच्चा हुनाले सुनिल कुमार गुप्ताजीले पनि साथ लिनु भएको छ नि। यहाँ वडा सदस्य सीता उप्रेतीजी हुनुहुन्छ, उहाँले नै विशेष संरक्षण दिनु भएको छ बच्चाको अभिभावक खोज्ने भनेर। यसै क्रममा म वडा अध्यक्षज्यूसँग कुरा गर्छु। सर, स्वागत छ। नमस्कार। तपाईँ के वडामा भेटेको छैन होइन, अलिकति भन्नुहोस् न। अनि के भयो भने 10मीको दिनमा म सन्चो पनि छैन, सुतिरहेको थियो। अब फोन आयो, काशी साथी एउटा हुनुहुन्छ राजकुमार राई भन्ने, उहाँले फोन गर्नुभयो, यस्तो बच्चा भेटिएछ के गर्ने भनेर सोध्नुभयो। मैले भने ठिकै छ, पुलिस बोलाउनु। पुलिस पनि आउनु भएको छ। अब बच्चालाई के गर्ने, बच्चा चाहिँ तपाईँहरू राख्नुहुन्छ भने पुलिसको कुरा आयो। अब हामी कसरी राख्ने भने साथीले त्यो भने क्वेसन गरिसकेपछि अब के गरेर राख्नु त के हुँदैन भनेर म साथीले भने। यसरी कुराकानी भयो हाम्रो। यो मगरटोलमा भेटेको बच्चा हो। अनि उहाँहरूले गाउँलेहरूलाई त्यो राख्न अलिकति असहज भयो। त्यसपछि म आफै पुगेँ। राति 11:30 बजेदेखि बजिरह्यो होला, म त्यहाँ पुगेपछि पुरै गाउँलेहरू भेला भएर बच्चा लिएर बसिराख्नु भएको थियो। अनि के छ, बच्चा चाहिँ कमसेकम 1 वर्ष हुन जति छ। अनि तपाईँहरू राख्नुहुन्न भने नभए नि मै लगेर राख्छु भनेर मैले त्यहाँबाट मगरटोलबाट लगेर सीता आन्टी, हाम्रो न्यायपालिका सदस्य वाडा सदस्य हुनुहुन्छ, उहाँले फोन गरेर सोधे, आन्टी यस्तो यस्तो भएको छ, बच्चा एउटा कसरी छोडेर गइदिएछ, के गर्ने भने तपाईँ राख्नु आज राति भने उहाँले भन्नु हुन्छ ल्याउनुहोस् राखिदिन्छु भनेर। अनि मैले राति लगेर करिब 12:15 बजीतिर मैले उहाँको घरमा लगेर त्यो बच्चा उहाँको जिम्मा, हाम्रो वाडा सदस्यको जिम्मा लगाइदिएँ। 12-13 महिनाको 15-16 महिनाको हुनसक्छ हाम्रो आकलन अनुसार, ठ्याक्कै अनुमान गर्न नसके भने। जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर बजारमा वडा नम्बर 7 मा त्यो बस्तीमा कसरी आइपुग्यो होला जस्तो कस्तो आकलन गर्नुभएको छ एउटा जनप्रतिनिधिको हिसाबले? अब यस्तै कुनै आकलन गर्ने स्थिति पनि रहेन, अनुमान पनि गर्ने कोही बाटो देखिरहेको छैन। अब हामीले अनुसन्धान गर्दाखेरि पनि सीसीटीभी क्यामेरा फुटेजहरू हेरेछौँ। अब एउटा बुढो खालको एउटा वृद्ध व्यक्ति हुनुहुन्छ, एउटा पछाडि एउटा लेडिज एउटा हुनुहुन्छ। उहाँहरूले त्यो बच्चा लगेर त्यो जुन मगरटोल जाने बाटोमा चाहिँ छिर्नु भएको छ। 9 मिनेटपछि त्यो बच्चा त्यतै छोडेर अनि फेरि फर्किनु भएको छ। त्यो खालको सीसीटीभी क्यामेराहरू देखिएछ, तर पनि त्यसले कुनै खास त्यो उपलब्धि हुन सकेन। हाम्रो वडा सदस्यको घरमा चाहिँ मजाले बसिराख्नु भएको छ। त्यो बच्चा राम्ररी राखिएछौँ। अहिले पनि हामीले त्यो प्रयास, उसको आमा बुवा भेटुन्, उहाँ त्यो बच्चाहरूले चाहिँ जिम्मा लाग्यो भने हामीले सोच बनाएर त्यो चारैतिर हामी हेर्दैछौँ। जस्तो जनप्रतिनिधिको हिसाबले, तपाईँ अध्यक्षको हिसाबले त्यो हेरिरहनु भएको छ, अनि सीता उप्रेतीजीले चाहिँ अब वडा सदस्यको नाता एउटा आमाको, एउटा हजुरआमाको, एउटा गार्जेनको हिसाबले चाहिँ संरक्षण दिइरहनु भएको छ। यो संरक्षण दिइरहँदाखेरि अब बेवारिसी स्थितिमा भेटेको छ होइन बच्ची। अब यसलाई चाहिँ विभिन्न सङ्घ संस्था अथवा विभिन्न कर्मी, मानव अधिकार कर्मी, विभिन्न कर्मीहरू आउँछ नि। अब सबैतिरको कुराहरू के आइरहेछ? अब मानव अधिकार यो लगायतको कुराहरू त अब थाती नै रह्यो।
अब त्यो बच्चालाई चाहिँ मलाई दिनु, म पाल्छु, म आफ्नो छोरी बनाउँछु, धर्मपुत्री बनाउँछु भन्ने खालका विभिन्न ठाउँबाट 100 भन्दा बढी फोन हामीतिर आइसकेछ। तर पनि अब यो राज्य जुन हाम्रो नियमले पादिएको नियमले चल्ने ठाउँमा हामीले यो राज्यको नियम निकायबाट नै हामीले अब कसरी त्यो बच्चाले कहाँ लगेर कसले जिम्मा कसरी गर्न सकिन्छ, अब यो सिडिए साहबले हामी लगायत अब सम्बन्धित निकायहरू छन् त्यहाँ हामीले जुन तथ्य सत्य हामी थाहा लगाउँछौँ। त्यो बच्चाको हक हितको लागि हामीले के निर्णय गरेछौँ भने त्यो बच्चा चाहिँ हामी बरु महिने दिन राख्नुपर्ने भयो राखौला, 1.5 महिना राख्नुपर्ने भयो राखौला, तर पनि त्यो बच्चा राखेर अहिले त्यो उसको आमा बुवाको लागि प्रयत्न हाम्रो छ। उसको आमा बुवा भेटेपछि त्यो आमा बुवाले जिम्मा लगाइदिने, त्यो त्यति दिनसम्म भएन भने अब यसको गर्ने के निकाय के छ, यसको प्रक्रिया के छ, कसरी के अगाडि बढ्न सकिन्छ, त्यो प्रक्रियालाई हामीले अगाडि त्यसको लागि कदमहरू अगाडि चाल्छौँ। जस्तो अब कदम बढाउनलाई राज्यको फेरि कस्तो नीति छ भने यो बच्चा भेट्यो बेवारिसे छ, सबैलाई थाहा छ, सरकारलाई पनि थाहा छ, सम्बन्धित निकायलाई पनि थाहा छ, विभिन्न राजनीतिज्ञहरूलाई पनि थाहा छ, विभिन्नले लान पनि खोज्नुहुन्छ, तर लान मिल्दैन कि। अब यो स्थितिमा बच्चाको गार्जियन भेट्न अथवा बच्चाको भविष्य सुनिश्चित गर्नलाई अब कसरी अगाडि जानु पर्ला जस्तो लाग्छ, अब के गर्न सकिन्छ त? अब वडा अध्यक्षको हैसियत हामीले त्यो अघि नै मैले पनि भने त्यो बच्चाको भविष्य उज्जवल कहाँ हुन्छ, कसरी हुन्छ, त्यो सम्बन्धित निकायलाई पनि जोडेर हामी जति पनि सम्बन्धित निकाय हुन्छ उहाँहरूलाई जोडेर जति पनि यसको प्रक्रिया हुन्छ त्यो प्रक्रिया पुरा गरेर त्यो ठाउँमा हामीले पुर्याउन हामी अगाडि बढिरहेछौँ। अनि हाम्रो पनि चाहना छ त्यो बच्चा एउटा दशमीको दिन माताको एउटा अवतार जस्तै उहाँ आउनु भएको छ, उहाँले त्यो बच्चालाई एउटा यस्तो ठाउँमा उहाँको भविष्य राम्रो होस् त्यो ठाउँमा पुर्याउँ भन्ने हाम्रो पनि चाहना छ। त्यसको लागि पनि हामी अगाडि बढिरहेछौँ, प्रयत्न पनि हामी त्यही छ। अनुमान चाहिँ के लाग्छ, अब केही आकलनहरू पनि आएछ, यो भारततिरबाट ल्याएको हुनसक्छ अथवा किडन्यापिङ पनि हुनसक्छ अथवा विभिन्न आकलनहरू आएछ, अब तपाईँले चाहिँ कसरी हेर्नु भएको छ अहिलेको स्थितिमा? अब अनुसन्धानको बाटोमा गइएन, अब अनुमानको कुराहरू त विभिन्न कुराहरू हुनसक्छ जुन अनुमानित नगरौँ हामीहरू, किनकि यो पदमा ओहदामा बसेर अनुमानित कुरा गर्दाखेरि अलिकति असहजता हुन्छ जस्तो लाग्छ। अब रहेको कुरा अब त्यो बच्चाको लागि हामी सबैजना अगाडि बढौँ, त्यसको भविष्य सुनिश्चित गरौँ। त्यतातिर हाम्रो वार्ड नम्बर जितपुर सिमरा उपमहानगरपालिकाको वार्ड नम्बर 7 यो धेरै तत्पर छ, त्यो बच्चाको भविष्य कसरी सुनिश्चित हुन्छ, उज्जवल हुन सक्छ, त्यतातिर हाम्रो मेन फोकस छ। अब कति समयलाई चाहिँ कसरी अब अगाडि बढ्ने, अब विशेष त परिवारै खोज्नु पर्यो होइन, परिवार खोज्नलाई चाहिँ कसरी बढिन्छ, कसरी बढिन्छ र सम्पूर्णलाई भिडियो हेरेर बस्ने दर्शकहरूलाई चाहिँ अब यसरी अगाडि बढौँ हामी परिवार खोज्नलाई भनेर एउटा तपाईँलाई लागेको कुराहरू पनि भन्न सक्नुहुन्छ? सम्पूर्णलाई म धेरै नमस्कार र आग्रह गर्न चाहन्छु। जति पनि यो हाम्रो संसार मार्फत सुनिराख्नु भएका सम्पूर्ण देशप्रेमी देशवासी सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु, यो बच्चाको लागि तपाईहरूले यसको कोही चिनेको हुनुहुन्छ भने त्यसका परिवारहरूले चिनिराख्नु भएको छ भने यो मिडिया मार्फत तपाईहरूले यहाँ नम्बर दिएको होला, यो नम्बरमा आएर सम्बन्धित कुनै यी प्रकार प्रशासनमा गएर यसको विषयमा यो जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 7 का हाम्रा न्यायपालिका तथा वार्ड सदस्य सीताप्रति घरमा बच्चा छ, तपाईहरूले यो सूचना त्यहाँ सम्बन्धित परिवारलाई प्रशासनलाई दिएर तपाईहरूले यसमा सहयोग गरिदिनको लागि म सम्पूर्णलाई मैले हार्दिक अनुरोध गर्न चाहन्छु। समयलाई धन्यवाद।